तपाईँ कति धेरै व्यस्त हुनुहुन्छ, त्यही पनि जहाँ पनि पुग्नुहुन्छ कसरी समय व्यवस्थापन गर्नुहुन्छ भन्ने कमेन्ट आइरहेको थियो। आज म तपाईँलाई सुनाउँछु मङ्सिर 6 गते शनिबारको मेरो राम कहानी। बिहानै उठेर घर सरसफाई अनि आफ्नो सरसफाई गरेर म चाहिँ लागेँ नवजीवन क्लबको रक्तदान कार्यक्रममा। त्यहाँ हामी बुढाबुढी नै पुगेको थियौँ रक्तदानमा। फेरि खासमा समस्या के थियो भने अघिल्लो दिनैदेखि हामी हाम्रो छोराको विवाहको तयारीमा थियौँ अनि प्याकेजिङ गरेर राति 1-2 बजेतिर बल्ल बल्ल सुतेको थियौँ। अब छोराको विवाह अर्थात् मेरो जेठाजुको छोराको विवाह हो अनि घर अर्घखाँची भएको कारणले जन्ती चाहिँ हामीले हाम्रै घरबाट निकाल्नु पर्ने थियो अर्थात् ढिङ्गनगरबाट। अनि यतापट्टि बिहान मैले छोरीहरूलाई चाहिँ पार्लरमा छोडेँ अनि केटापाटीहरू पनि सैलुनमा गएर तयार भए। त्यतिन्जेलसम्म रक्तदान कार्यक्रममा गएर घर फर्केँ अनि जन्तीको लागि प्रस्थान गरेँ। अब म चाहिँ सासुआमा जानु भएन होइन, म चाहिँ रत्तेउली खेलेर बसेँ भनौँ भने त्यो चाहिँ होइन। म चाहिँ के गरेँ भन्दा फेरि पुग्नु थियो साधारण सभामा, सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभाका लागि म निस्किएँ। त्यहाँ चाहिँ म सचिव आफै भएको कारणले होस्टिङ गर्नुपर्ने मेरै जिम्मेवारी, अरू कति जिम्मेवारी हो। अब त्यो जिम्मेवारीलाई जसो तसो सकाएर म चाहिँ लागेँ पार्टी प्यालेसतर्फ। अनि त्यहाँ चाहिँ उनीहरू खाना खानलाई रेडी भएको थिए। गएर फेरि मैले बेहुलीलाई यो कपडाहरू फेराएँ होइन, साडी लगाउन भनेर मैले कुरेर बसेको थिएँ नि त, किनकि अब भर्खर बिहा गर्नेहरूलाई खासै आउँदैन। अनि गएर साडी लगाइदिएँ। आफूले पनि कपडा फेरेर हेर्नु त, मैले चाहिँ दिनमा 3-4वटा कपडा फेरेर को हिँड्छ म हिँड्छु। अनि यसरी हामीले भिडियोहरू क्याप्चर गऱ्यौँ अनि लाग्यौँ। बाट विवाह गरेर एभिन्यू होटेलमा हाम्रो खाजा थियो, त्यहाँ पुगेर मैले यसरी भिडियो सिडियो क्याप्चर पनि गर्न भ्याएँ। अब चाहिँ म लागेको थिएँ जन्तीहरूसँगै अर्घखाँचीको लागि, किनकि हामीले बेहुलीलाई लगेर अर्घखाँची भित्राउने तयारीमा थियौँ। र त्यहाँ गएर हेर्नु त मैले कपडा पनि फेरेँ, दिनमै 3-4 जोडी फेरेर को हिँड्छ म हिँड्छु होइन। अनि यसरी हामी चाहिँ त्यहाँबाट सबैजना बसेर खाना खाएर निस्कियौँ अर्घखाँचीको लागि। बाटोमा एकदमै रमाइलो गर्दै हिँड्यौँ, बहिनी रुनु भएको थियो होइन। अनि खासमा चाहिँ हामी थोरैजना जन्ती गएको हो नि त, 5-6 जना मात्रै, नानीसँग 6 जना फर्क्यौँ। भाइ चाहिँ घरमा फर्किनु भयो अनि हामी चाहिँ लाग्यौँ पढेनातिर। अनि बाटोमा यस्तो बाटो एकदमै अब रात पर्न लागिसक्यो, अप्ठ्यारो छ भन्दै हुनुहुन्थ्यो सरले। मैले फकाइ फुलाई हिँडेँ। अब हेर्नु त म कति सादा छु, किनकि बिहान हिँडेको नि त। अब सेतो खालको मोतीमाला लगाएको, अब बिहाको साडी त फेरेँ तर मेरो माला गरगहनाहरू सबै छुटेछ। हुन त म सुन प्रिफर गर्दिनँ, तैपनि यसो छक्कवाला पोते लाउन पाएको भए पनि त राम्रै हुन्थ्यो नि होइन। पछि चाहिँ मैले टिकीसम्म लगाएँ अनि यसरी गाउँदै नाच्दै रमाइलो गर्दै हामी लाग्यो अर्घखाँची। अँध्यारो भइसके पछाडि बाटो अति अप्ठ्यारो छ नि त। अर्घखाँची क्षेत्र नम्बर 2 तिरको बाटो चाहिँ अझैसम्म बनाउन सकेको छैन सरकारले, खै कुन्नी किन हो। अर्घखाँची चाहिँ क्षेत्र नम्बर 1 अलि विकसित, क्षेत्र नम्बर 2 चाहिँ विकसित हुन सकेको छैन। सासुआमाको पारा यस्तो छ, बुहारी चाहिँ कस्तै होलिन् भन्दै हाँस्दै हामी आएको थियौँ, गीत गाउँदै रमाइलो गर्दै। यसरी हामी जिस्किँदै सबैजना राति परे पनि हाँस्दै हँसाउँदै चाहिँ लागेका थियौँ यात्रातर्फ। निकै रमाइलो भयो, थोरै जन्ती भए पनि होइन। हामी चाहिँ रमाइलो गर्दै गर्दै सबै खालको इन्टरटेनमेन्ट इन्जोय होइन अनि त्यो मोमेन्टहरूलाई क्याप्चर गर्नुपर्छ भन्दै खासमा यसरी हिँडेको थियौँ। छोरी पनि बेला बेलामा गीत गाउँदै हाँस्दै नाच्दै रमाउँदै आएकी थिइन् होइन। अनि यसरी हामी चाहिँ पुग्यौँ पढेना अर्घखाँची। अनि हामीलाई स्वागत गर्न त्यहाँ धेरैजना आइसक्नु भएको थियो। अनि बेहुलीलाई लिएर हेर्नु त कस्तो जाडो थियो अर्घखाँचीमा। मैले चाहिँ स्वेटर पनि लगाएँ होइन। अनि त्यसपछि लाग्यौँ घरतर्फ। अलिकति त हिँड्नु पर्यो नि पहाड भनेपछि होइन। अनि गेटमा जाँदा त कस्तो भव्य स्वागतको लागि तयारी अवस्थामा बस्नु भएको रहेछ थुप्रैजना। त्यहाँको आमा समूह अर्थात् आमा दिदी बहिनीहरू पनि जम्मा हुनु भएको थियो। मिठो मिठो भाकाहरू गाएर नयाँ बेहुलीलाई स्वागत गर्नलाई अर्कै खालको भाका सुनेँ मैले। अनि मेरो विवाहमा म पुग्दा चाहिँ राति 11 बजेको थियो। मैले त्यस्तो खासै भाका सुनेको थिएन। अहिले चाहिँ खतरा खाले भाका गाउनुभयो त, यो भाका त मेरो पालामा गाउनु भएन भनेर मैले भनेको होइन, हामीले त गाएको हो, तिमीलाई त्यस्तै लागेर हो भन्दै हुनुहुन्थ्यो आमाहरूले। भने यता मेरो बुढाले तिम्रो ध्यान कहाँ थियो भनेर पो जिस्काउनुहुन्छ। अनि त्यही बिचमा उहाँहरूको यो गीत सङ्गीतहरू सुन्दै अनि म चाहिँ क्याप्चर गर्दै अगाडि बढेँ। ल सुन्नु है त कस्तो गीत छ। ल हेर्नुहोस् यसरी रमाइलो गर्दै हामी चाहिँ गफगाफ गर्दै अनि दुलैलाई भित्राउने प्रसङ्गमा थियौँ। यहाँ चाहिँ रिबन काटेर पैसा तिरेर मात्रै भित्रिने अब जताकतैको चलन त्यस्तै हो। आज चाहिँ हाम्रो जेठो चाहिँ बुवा हजुरबुवाको भनेको यो दुल्हाको हजुरबुवा अर्थात् मेरो जेठो चाहिँ ससुराको नातिको विवाह थियो। अनि उनीहरूलाई म चाहिँ मक्क पर्दै बुहारी लिएर गएको थिएँ अर्घखाँची। हेर्नु त कति धेरैजना कति एक्साइटेड भएर बस्नुभएको थियो। यो रात्रिकालीन समयमा यति धेरै चिसो छ त्यही पनि सबैजना कुरेर बस्नुभएको रहेछ। अनि हामीले यसरी दीप प्रज्वलन गर्ने अनि आरती सारती गर्ने के हुन्छ नि त त्यो सबै गरेर भित्र छिरायौँ बेहुलीलाई। त्यो पछि